तपाईहरु ब्याङ्कक जाँदै हुनुहुन्छ भने फ्लोटिङ मार्केट चाहिँ जानै पर्ने ठाउँ हो। फ्लोटिङ मार्केटमा गएर डुङ्गामा चढेर गएर सपिङ गर्नुको मजा त बेग्लै छ नि। लगभग 1 घण्टाको राइड थियो हाम्रो। सानो नहरको बाटो बनाइएको रहेछ डुङ्गा जानको लागि। अनि त्यो नहरको साइडमा चाहिँ पसलहरू टन्नै बनाएर राखेको रहेछ। तपाईहरुलाई खानको लागि पनि टन्नै अप्सन छ त्यहाँनेरि। होटलहरू टन्नै छ त्यहाँनेरि बाटोमा। हजुरहरूलाई बोट साइड लगाएर होटलमा खानको लागि जान पनि मिल्छ। त्यति मात्रै नभएर बोटमा पनि खानेकुराहरू लिएर डुलिरहेको हुन्छ सबैजना। एउटा बोटबाट अर्को बोटमा किन्न नि मिल्छ। ह्याटहरू अनि सुभिनियरको लागि हजुरहरूले सानो सानो गिफ्टहरू लिनलाई पनि टन्नै पसलहरू छ त्यहाँनेरि। त्यहाँको लोकल पिपलहरूको त घर पनि त्यहीँ रहेछ। उहाँहरू बोटबाटै ट्राभल गर्नुहुँदो रहेछ बाहिर जानको लागि पनि। But must say this is one of the most unique experience I have ever had. हजुरहरूलाई स्नेक पकडेर फोटो खिच्नु छ भने त्यो पनि त्यहाँ अभाइलेबल छ। त्यहाँको मार्केटमा जानुभयो भने चाहिँ केही किन्नुभन्दा अगाडि बार्गेनिङ चाहिँ मजाले गर्नुपर्छ है, नत्र भए हजुरहरूलाई लुट्नसम्म लुट्छ नि त्यहाँनेरि। यो चाहिँ हजुरहरूलाई मैले प्री इन्फर्मेसन दिइरहेको। थाइल्यान्डको फ्लोटिङ मार्केट एकदम रमाइलो छ। हजुरहरू पनि जानुभएको बेलामा पक्का पनि जानु होला है।